धेरै धेरै उन्नति होस् चन्द्रमालाई छुनु चारैतिर प्रगति होस् सबले खोज्ने हुनु बाँकी जिन्दगी बनोस् हर्षको शुभकामना नयाँ वर्षको शुभकामना नयाँ वर्षको। ल हेर्नुहोस् गाइस, आज चाहिँ हामी यहाँ राष्ट्रिय आधारभूत विद्यालय इच्छा कामना गाउँपालिका 3 फिस्लिङ चितवनमा आएका छौँ। यहाँ माथि चाहिँ गुम्बा छ। यहाँ चाहिँ 200 सिँढी चढेर माथि जानुपर्छ स्कुलको बाटो हुँदै गुम्बासम्म। हामी चाहिँ यहाँ 4 जना आएका छौँ, देख्न सक्नुहुन्छ। नयाँ वर्षको उपलक्ष्यमा घुम्दै घुम्दै हजुरहरूलाई पनि घुमाउनु पर्यो भन्दै यसो सबैले त हेरिदिनु होला। हाई हेलो, वेलकम टु माई युट्युब इच्छा कामना गाउँपालिका। यहाँबाट सिँढी सुरु हुन्छ। 200वटा सिँढी चढेपछि माथि पल्लो गुम्बा पुगिन्छ। यो चाहिँ स्कुलको बार रहेको छ। उहाँ चाहिँ हाम्रो ह्यान्डसम बोय हुनुहुन्छ। उहाँलाई फेरि भाउ नै दिनुहुन्न, बोल्नै हुन्न। यहाँबाट 200 सिँढी चढेर यहाँ यता यता पारी गोर्खा, यता चितवन हुनुहुन्छ। यता हेरिदिनुहोस् यता। ल हाई हेलो, ह्याप्पी न्यू इयर सबैलाई। ह्याप्पी न्यू इयर दिसबियर। यहाँबाट 200 सिँढी उकालो देखाउन कसले कुन चाहिँ इन्जिनियरहरूले बनाउनु? यही बनाउने इन्जिनियर चाहिँ पक्कै पनि ठाडा गाउँकै हुनुपर्छ। यहाँ हेर्नुहोस् फिस्लिङ बजार यस्तो छ। यो चाहिँ फिस्लिङको तर्ने पुलमा रहेको छ। फिस्लिङबाट पारी गोर्खा चाहिँ यस्तो देखिन्छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पूर्व पश्चिम राजमार्ग चाहिँ यहाँ तल छ। पूर्व पश्चिम राजमार्गबाट सुरु गरेर माथि यहाँ गुम्बासम्म यात्रा सुरु गऱ्यौँ 200 सिँढीको। होइन, म जन्म जतै ब्लगर भन्न नमिल्ने। ओहो, उहाँहरू अब कुद्नु भएको छ। म चाहिँ बिस्तारी, म हिँड्नै नसक्ने रहेछु। न्यु इयरको हाम्रो ल यो 200 सिँढी चढ्दा चढ्दा थाकिएर तलै झरिने रहेछ नि त। ल गाइस, फिस्लिङ बजार हेर्न सक्नुहुन्छ। खाडै खानाले भरिएको जिन्दगीलाई फुल जस्तै सुन्दर बनाउनु छ। फेरि जिन्दगीको सुरुवात गर्दैछु भगवान। 2081 मा रुवाउनेहरू 2082 मा नभेटिउन्। ह्याप्पी न्यू इयर सबैलाई। वेलकम फिस्लिङ बौद्ध गुम्बा, स्वागतम। सुरुमै भगवान श्री कृष्ण, माता राधा हुनुहुन्छ। यहाँ बुद्धको गेटको उहाँ चाहिँ क्षितिज लिम्बू हुनुहुन्छ एकदम।
नछुनु होला। यहाँ चाहिँ नछुनु होलाको बोर्ड लागेर छ। यहाँ चाहिँ भगवान राधाकृष्णको जोडी अमर र सृष्टि रहन्जेल भन्ने सुनेको थिएँ। के अरे राधाकृष्ण 200 सिँढीको समाप्त भएछ गाइस। बल्ल बल्ल गन्तव्यमा आइपुग्यो। यहाँ चाहिँ विश्राम गर्ने प्रतीक्षालय रहेको छ। यहाँ चाहिँ फिस्लिङ बौद्ध गुम्बा आएको छ। यहाँ चाहिँ बन्द रहेको छ गेट चाहिँ। मासतिर चाहिँ पानी ट्याङ्की छ। यता जस्तो लागिरहेछ मलाई। यतातिर चाहिँ यो चाहिँ शौचालय जस्तो लाग्यो। यो शौचालय हो कि टोइलेट हो? साँच्चै टोइलेट हो कि शौचालय हो? ल गाइस, हामी चाहिँ भगवान बुद्धको दर्शन गरेर फर्किन लागेका छौँ। झर्ने गेट त्यहाँ ल। यहाँ फेरि 200 सिँढीको यात्रा सुरु भयो। तल पुग्नु पर्यो। हेर्नुहोस् यो पहाडी क्या राम्रो भ्यू आइरहेछ। हेर्नुहोस् ल, फिस्लिङ बजार झर्दाखेरिको भ्यू यस्तो देखिएको छ। यो भिडियो कस्तो लाग्यो तपाईहरूलाई लाइक कमेन्ट सेयर गरेर प्रतिक्रिया जनाइदिनु होला। थ्याङ्क यू फर वाचिङ।